हेलो एभ्रिबडी नमस्ते एन्टासी देलेक सबैजनालाई आज पनि यस्तो राम्रो एउटा भिडियो ल्याएर आएको छु। यसमा स्पेशली लद्दाखमा नाचगान हुने फरक फरक शैलीको भिडियोहरू ल्याएर आएको छु। यो सुट हुने ठाउँ चाहिँ भियतनामको दालात भन्ने ठाउँमा डिगुङका जुत साम्तान लिङ भन्ने एउटा नयाँ गुम्बा निर्माण गर्नुभएको छ। त्यसको अर्को नाम तपाईहरुले साम्तान हिल्सको नामबाट पनि चिन्न सक्नुहुन्छ। सोही गुम्बाको प्रमुख रिम्पोचे या प्रमुख गुरु डुबाङ सनाम जोरफे रिम्पोचे हुनुहुन्छ भने हाल अहिले चाहिँ ग्रान्ड ओपनिङ भएको हुनाले उहाँहरूले विशेष गरी डिगुङ सम्प्रदायको लिनेज होल्डर क्यापगन छेछाङ रिम्पोचेलाई एकदम सम्मानपूर्वक ओपनिङको लागि वेलकमिङ गर्नुभएको छ। अनि उहाँद्वारा गुम्बाको ओपनिङ हुने भएको हुनाले उहाँ पाल्नु भएको छ। सँगसँगै आयोजकले लद्दाखबाट रत्ना श्री कल्चर एन्ड वेलफेयर सोसाइटी लद्दाखबाट उहाँहरूले कलाकारहरू पनि स्पेशली मगाउनु भएको छ। यो कलाकार ग्रुपहरूको नाम चाहिँ रत्ना श्री कसरी रहनुभयो भने त्यसको बारेमा अलिकता व्याख्या गर्नुपर्दा 2004-5-6 तिरको कुरा हो। टासी गुर्मे र वाङचुङ नाम्से जस्तो उहाँहरू 7-8 जना साथीहरूको बिचमा सधैँ हामीले हाम्रो लद्दाखतिरमा धर्मको एक्टिभिटिज धेरै हुन्छ। गुम्बाहरूमा त्यही बेला गाउनेदेखि लिएर हरेक चिजमा काम फ्री भलन्टियर गर्नुको लागि ग्रुप चाहियो भने उहाँहरूको मनमा लागिरहेको थियो। सधैँ कुरा भइरहन्थ्यो। अन्ततः उहाँहरूले सधैँ मनमा लागिरहेको खुल्दुली एउटा मनको इच्छा चाहिँ 2007मा डिगुङ क्यापगन छेछाङ रिम्पोचेको दर्शनको साथ उहाँलाई सेयर गर्नुभयो। सोही बेला उहाँले पनि एकदम खुसीको साथ एक्सेप्ट गर्नुभयो। अनि उहाँले पनि भन्नुभयो ठिकै छ, यस्तो काम धेरै राम्रो हो, मैले पनि यस्तो सोचेको छु भन्नुभयो। फेरि पनि उहाँहरूले रिम्पोचेलाई बिन्ती बिसाउनु भएको रहेछ। रिम्पोचेला हाम्रो ग्रुपलाई एउटा नाम दिइबक्सिनुहोस् भन्नुभएको रहेछ। सोही बेला रिम्पोचे एकदम खुसीको साथ इमिडिएटली रत्ना श्री नाम राख्नुभएको रहेछ। रत्ना श्री चाहिँ डिगुङ काजु सम्पदाको फाउन्डर क्योपा जिग्देन सुमगोनको नाम हो भनिबक्सिनु भएको रहेछ। त्यहाँ त्यो दिनदेखि अहिले 2023 सम्म पुग्दा मेम्बरहरू झन्नै 180 सम्म पुगेको छ। मेल 140 समथिङ एन्ड फिमेल 40 समथिङ छ भनेर जानकारी दिनुभएको छ उहाँहरूले। Buddhist disciplines and participants. The 5th session will be started in the आज 2023 मार्च 3 को दिन चाहिँ राम्ने गर्नेको दिन परेको हुनाले रिम्पोचेले राप्नेको लागि तयार गरी बक्सिनु भएको छ।
Skebje, Duang, Jokul Rinpoche Cho, all the respected monks, nuns, traditional folk culture performances. Hope you will like it.